Hello guys, यो चाहिँ हाम्रो सिस्टरको इन्गेजमेन्ट सेरेमनीमा छ जति हेर जति ब्लू कलरको उसले चाहिँ मरुन एन्ड मैले चाहिँ येल्लो एन्ड एन्जेलिटा पर्पल से हाई एन्जेलिटा Hi, Angelita. ल गाइस यसबाट म देखाउँछु हाम्रो यहाँनिर कार्यक्रम सुरु भएपछि यहाँनिर छ सो प्रिटी अनि हाम्रो सिस्टर चाहिँ मुनि रेडी हुँदैछ हाम्रो कार्यक्रम सुरु भएको छैन अनि हाम्रो छुना बेहुलीको आमा ल हामी यो के भनेर बलिउड हिरो नि यता बलिउड हिरोनीको साथी मण्डलीको लागि अनि आजको नयाँ दुलाहीको लागि खुसीको दिन छ अनि हामी सबैले जानेको खुसी खुसी मनाऊ भन्ने कोर्सलाई हामी गाउँदैछौँ तपाईँ परमेश्वरलाई आज हामीलाई अति सुनौलो र महत्त्वपूर्ण दिन दिनुभएको लागि धन्यवाद छ जे कार्यहरू गइरहेको अघि हामीले अन्नाले पढे जस्तै सुहाउने है अनि दाजुहरूले यस्तै यसरी आँखाले अघिदेखि भाइले राम्रो हेर्नु पाएको छैन अनि विवाहमा हुन्जेलसम्म हेर्नु पाउँदैन भने भाइले त्यो पनि याद गर्नुपर्ने हुन्छ जतिसक्दो टेढे आँखाले जति भ्याउँछ त्यति नै भ्याउनु पर्ने हुन्छ ओके अब हामी अलिकति परमेश्वरको वचनबाट मङ्गलीको विषयमा छोटो समय केही कुराहरू हामी हेरौँ हुनु त पास्टरले त्यसको जवाब चाहिँ डर नमानी लाग्दैन है अनि कर्कापमा नपरी तपाईँ स्वतन्त्र भएर तपाईँले यसको जवाब दिनु होला र साथै यो पनि याद गर्नु होला कि तपाईँले आज जे जवाब दिनुहुन्छ जुन प्रतिज्ञा तपाईँले गर्नुहुन्छ म तपाईँलाई यो कडा आज्ञा दिन्छु परमेश्वरको उपस्थितिमा कि तपाईँहरूले जीवनभरि त्यो प्रतिज्ञालाई तपाईँले तोड्नु म पहिलो प्रश्न उहाँको केटाबाट गर्नु पर्यो तपाईँ तयार हुनुहुन्छ यहाँदेखि तयार हुनुभएको है आज सबैभन्दा भाइ आज एकदमै फर्किरहेछ ह्यान्डसम पनि देखिनु भएको छ भाइ त्यसै हेर्छ
आज झन् धेरै हेन्सम देखिएको छ। यदि कसैले हेन्सम देखेको छैन भने भाइको गल्ती होइन, तपाईँको आँखाको समस्या। ओके, महोदय राजु, के तपाईँ आफ्नै इच्छाले नानी सुस्मिता, अब नानी भन्दा फेरि मैले भनेको तपाईँको होइन ल, म यहाँ नानी बहिनी नजोड्नु पऱ्यो, सिधैको भन्नु कस्तो सुन्दर रहेछ है। राजु, के तपाईँ आफ्नै इच्छाले सुस्मितासँग पवित्र विवाहको बन्धनमा बाँधिनका लागि यो मगनी गर्न राजी हुनुहुन्छ? हजुर राजी छु। सुन्नुभयो पछाडि गर्ने? सुन्नुभयो? कसले सुनेन भन्नुहोस् लाग्यो? राजी छु। ताली बजाउन हामी। त्यसै गरी सुस्मितालाई पनि यो प्रश्न गर्न चाहन्छु। महोदय सुस्मिता, के तपाईँ आफ्नै इच्छाले यी पुरुषसँग अथवा राजुसँग पवित्र विवाहको बन्धनमा बाँधिनका लागि यस मगनी गर्न राजी हुनुहुन्छ? भाइ गर्दा ठुलो है। र फेरि पनि हाम्रो भाइ राजुलाई, महोदय राजु, के तपाईँले मन पराएको यी स्त्री सुस्मितालाई तपाईँको भावी जीवनको असल जीवन साथी हुनका लागि अति नै सुयोग्य छन्, सुन्नुहोस्, अति नै सुयोग्य छन् भने के तपाईँ सुनिश्चित हुनुहुन्छ? हजुर छु। हो? पक्का हो? पक्का हो। बडा मन प्रकारको जवाब आए, पक्का हो। अनि मैले धेरै सोधेँ, तपाईँ बेसी नबोल्नुहोस् त शुभ भन्नुभयो। यसै गरी सुस्मितालाई, महोदय सुस्मिता, के तपाईँले मन पराएको केटा राजुलाई तपाईँको भावी जीवनको असल जीवन साथी हुनका लागि अति नै सुयोग्य छन् भने के तपाईँ सुनिश्चित भई केटा राजुसँग यो मगनीमा बाँधिन या यो मगनी स्वीकार गर्न तयार हुनुहुन्छ? तयार छु अरे। अनि हामी ताली बजाउने थियौँ। सबैभन्दा बेसी कुटुको ढुकढुक ढेक्रो बोल्ने चाहिँ भाइ राजुको होइन भन्दै भन्दा हाम्रो सपनामा छोड्यो कस्तो हुन्थ्यो, फेरि भन भनेर। र अन्तिम प्रश्न गरौँ। भाइ राजु, के तपाईँ पवित्र विवाहको निम्ति विवाहको दिनसम्म स्थिर भएर, बुझ्नुहुन्छ होला, स्थिर भएर भनेको चाहिँ स्थिर भएर बस्नुहुन्छ? बस्छु। जोडले भन्नुहोस्, बस्नुहुन्छ? बस्छु। स्थिर भएर माग्ने भइहाल्यो, अब मेरै हो भनेर फेरि है जाउँ घुम्नु भन्नु मिलेन, स्थिर बस्नु पर्यो। र सुस्मितालाई पनि, के तपाईँ पवित्र विवाहको निम्ति विवाहको दिनसम्म स्थिर भएर बस्नुहुन्छ? ओके, धन्यवाद। उहाँले बस्छु भनेर राजु भाइले अलिक निन्द्रामै जाउँ सुस्मिता घुम्नु भन्यो भने सुस्मिता के भन्नुभयो? सबैले के भन्नुहुन्छ? नो भन्नु त पर्सि पनि याद आउँछ उहाँलाई। नो भन्नुहोस् न। तपाईँहरू मलाई चाहिँ के लजाउनु भयो? तपाईँ नो मात्रै भन्नु भनेको, नो भन्नुहोस् न। नो हिन्दीमा एउटा भन्छ बुलाकी मगर जाने गरेको भन्छ नि, त्यस्तै हो। मेरो प्रश्न यहाँनिर सकिएको छ। खुसी हुनुहुन्छ? खुसी छु। हो, ताली बजाउने छ हामी। कति खुसी भएको ल। अब मलाई त दियो, अब म पनि तपाईँलाई पर्खेर बस्छु है भनेर भन्नुको लागि त केही दिनुहुन्छ नि? हजुर हो। ल भाइ राजुभन्दा ठुलो गिफ्ट र थ्याङ्क यू, धन्यवाद यहाँलाई। म यहाँलाई अनुरोध गर्नु पऱ्यो यहाँनिर अगाडि आउनुको लागि दुवैजनालाई कमसेकम घुँडा टिप्नु मिल्छ?
राजुभाइको त देखिएको छ पहिले ल अनि हामी यो समयमा सबैजना पण्डितले आफ्नो स्थानमा खडा हुँदैछौँ र मङ्गलीको कुराहरू यहाँनिर पुरा भएको छ र यो समय हामी अस्मिताको जीवनमा मिठास सुन्दरता र आशिषले भरिएको होस् र हामी केक काट्नेछौँ हामी सबैले जोडले ताली बजाउँ दुईजना ल ताली पुगेर हामी जोडले Pastor Sanjana Daman, उपस्थिति हुनुभएको सम्पूर्ण फ्यामिलीमा जय मसी अनि नमस्ते अनि सेवारो जय मसी तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँहरूको उपस्थितिको लागि अनि फर्स्ट अफ अल म मेरो बाबा लालबहादुर राईलाई चिनाउन चाहन्छु अनि के देखिन त नि केटाको मान्छे सबै थालीमा आएको छ केटाको ए यो त केटीको पालिमा तालीमा अन्त केटाहरूको भनेर नेपाली प्राइज थाप्छ मलाई पनि मान्छे
कार्यक्रम सिद्धिएको छ अब गिफ्ट दिने समय आएको छ अनि do you want to say something? Hi. Hi. हेलो हाई भन्नु नि हेर्नु नि क्यामेरालाई दर्शन गरिदिउँ हाम्रो मुहारको अब यता हेर चुडेल जस्तो हाँस्छ छोडा ल नआउनु त यता यता आउनु नि एउटै फ्रेन्ड जतिजना यता ढल्छिनु नि के हो oh my god ज्योतिका कुमारी भिडियो यो हो त अनि के जस्तो लाग्यो ल थाहा थियो तर नि यस्तो मेकिङ सेयर ल हाम्रो कार्यक्रम सिद्धिएको छ हेर्नुहोस् अब यहाँ गिफ्ट दिइरहेछ अञ्जलीको छैन के त्यसो भनिराख्नु पर्यो नि त अञ्जली तिमी को तिमी फेमस हो तिमी दर्शकहरू छ सो वाट भोइस ओभर हाल्दा नि हुन्छ किन चाहिँ हाल्नु भोइस ओभर चाहिँ फेरि oh my god फेमस हुनुपर्छ this girl And then people will do gifts at the wedding. huh And then people will do gifts at the wedding. yes they're giving flowers right now here's la here More flowers right now. yeah bouquet of flowers and I think they are congratulating like yeah for the engagement जानु होला ऊ चाहिँ खाए बाटै हो चाहिँ हाम्रो सेरेमनी हाम्रो बेहुलीको बाउ हो ए कहाँ मलाई यहाँ हाम्रो बेहुलीको बाउ कस्तो फिल भइरहेछ मलाई त खुसी छ खुसी हुनुहुन्छ ए यहाँ चाहिँ हाम्रो बेहुला बेहुली congratulations everyone alright congratulations hello guys मैले भिडियो गरिसकेँ alright bye bye